के कुरा के गरे अनि त्यो बिरालोले गरे बाबु यहाँ किन लगाएको किन लगाएको के रे फेरि भन त हो मैले अर्कै सुने कि यो कानले अर्कै सुन्यो अनि त्यही भएर आफै खोलेर आउन सक्छ पातहरू झऱ्यो कस्तो राम्रो फुल है बाबु तिमी आफै बाहिर आउन सक्छ कति मासु पुग्यो बाबु के रे भन्न अनि किन त अर्कै सुनि त मैले कसले गरेर देखे यहाँ आउनु मैले बाबुको मुभी खिचेको छु यहाँ त हेर्नु अब हेर्ने ल बाहिर आऊ म देखाइन्छ ल बुवा हो बुवा भन्नुपर्छ बुवा भन्नुपर्छ ल बुवा भन्नुपर्छ है बाबा यही पढ है यही पढ है नमस्ते गर्दै बुवालाई
मेरो बाबु एकदम धेरै पढ और यही बड़ा है कसरी नेगे बुआ त कसरी नेगे आन्टी गाउँ तिमीलाई अनि के भनेछ बुवाले जे राम्रो छ भित्र बस भने भित्र बस भने घरभित्र के घरभित्र खोइ मैले सुनिनँ त्यसो भने स्कुल नजाऊ घरभित्रै बस स्कुल नजाऊ भनिस् ए म त अर्कै सुनि त फेरि भोलि पनि नजाऊ भने स्कुल पढ्नै नजाऊ भने भोलि होलिडे होलिडे त जानै पर्दैन कसले भने पापाले हिजो मामुले भने तिम्रो बुवाले धेरै पढ स्कुल सकेछौ भने बाबु स्कुल नजाऊ भोलि पनि स्कुल नजाऊ पर्सि पनि नजाऊ होलिडे भने